9औं NBA भलिबल कपमा हामीले कुनै पनि खेलहरू युट्युबमा लाइभ हेर्न पाउने छैनौं। नेपाल भलिबल संघको अनुसार हामीले लाइभ हेर्नको लागि MSM भिडियो भन्ने एप डाउनलोड गरेर हेर्नु पर्ने हुन्छ। यदि तपाईहरु नेपालमा हुनुहुन्छ भने 379 रुपैयाँ तिरेर यो NBA को सम्पूर्ण खेलहरू हेर्न सक्नुहुनेछ। धेरै जना के कुरामा कन्फ्युज हुनुहुन्छ भने जुन हामीले तिरेको 400 रुपैयाँ छ त्यो एउटा खेलको लागि मात्र हो कि सबै खेलहरू हेर्न पाइने हो भनेर एकदमै धेरै कन्फ्युज हुनुहुन्छ। तपाईहरु नझुक्किनु होला। यदि तपाईहरुले 400 रुपैयाँ तिर्नु भयो भने NBA मा भएको सम्पूर्ण खेलहरू हेर्न पाउनुहुनेछ। तपाईहरुले त्यही पैसाले फाइनल सम्म हेर्न सक्नुहुनेछ। त्यही भएर तपाईहरुले यो कुरामा चाहिँ चिन्ता लिनु पर्दैन। म चाहिँ अहिले कोरियामा छु र मलाई अरु देशहरुबाट हेर्दा कति पैसा लाग्छ त्यो चाहिँ मलाई थाहा छैन। तर नेपालमा हुनेहरुले 400 रुपैयाँ तिरेर हेर्नु पर्ने हुन्छ भने कोरियामा हुनुहुन्छ भने नेपाली 1600 रुपैयाँ तिर्नु पर्ने हुन्छ। आज दिउँसो नै मैले MSM भिडियो डाउनलोड गरेर पेमेन्ट गरिसकेको छु र भोलिदेखि खेल सुरु हुनेछ। नेपालमा हुनुभएको दाजुभाइहरुले यो खेल हेर्न चाहनुहुन्छ भने सबैभन्दा पहिला आफ्नो मोबाइलको एप स्टोर अथवा प्ले स्टोरमा गएर MSM भिडियो एप डाउनलोड गर्नु होला। डाउनलोड गरिसके पछाडि त्यसलाई ओपन गर्नु भयो भने मानबहादुर दाइहरुको फोटो आउँछ। त्यसलाई नेक्स्ट गर्दै जानु होला र त्यस पछाडि हामीले नयाँ रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। माथि इमेल पासवर्ड देखाएको हुन्छ र तल रजिस्ट्रेसन भनेर लेखेको हुन्छ। रजिस्ट्रेसनमा क्लिक गर्नु होला। रजिस्ट्रेसनमा क्लिक गरिसके पछाडि तपाईहरुको आफ्नो फोनमा भएको जीमेलको आइडी पासवर्ड हान्नु भयो भने तपाईहरुलाई त्यो जीमेलमा कोड रिसिभ हुन्छ। त्यो कोड हानिसके पछाडि MSM भिडियोको होम पेज खुल्छ। होम पेजमा गइसके पछाडि तपाईहरुको त्यहाँ धेरै नै क्याटेगोरीहरू हुन्छ। स्पोर्ट्सको र फिल्महरुको छुट्टै क्याटेगोरी हुन्छ। तपाईहरुले स्पोर्ट्स वाला क्याटेगोरीमा जानु होला र मानबहादुर श्रेष्ठ दाइहरुको फोटो देख्न सक्नुहुनेछ। त्यसमा क्लिक गरेर त्यो भिडियोमा रेन्ट भनेर लेखेको हुन्छ। रेन्टमा क्लिक गर्नुभयो भने नेपालमा हुनुहुन्छ भने सेवा खल्ती र नबिल बैंकबाट तपाईहरुले 379 लेखेकोबाट तिर्न सक्नुहुनेछ। त्यहाँनिर तपाईहरु नझुक्किनु होला। त्यहाँनिरको अप्सनमा के हुन्छ भन्दा यो खेलको लागि मात्रै लिने हो कि पुरै फिल्महरुको लागि पनि लिने हो भनेर त्यहाँ दुईटा अप्सन हुन्छ। तपाईहरुले यदि नेपालमा हुनुहुन्छ भने 379 वाला अप्सन माथिपट्टिको अप्सनमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नुभयो भने सेवा खल्ती नबिल बैंक भनेर देखाउँछ अनि तपाईको सेवा आइडी अथवा खल्ती आइडी पासवर्ड युज गरेर तपाईहरुले पेमेन्ट गरेर हेर्न सक्नुहुन्छ। तर विदेशमा हुनुभएकोहरुलाई थोरै गाह्रो छ। यदि खास गरी तपाईहरु कोरियामा हुनुहुन्छ भने तपाईहरुको एलियन कार्डको नम्बर र बैंक एकाउन्टको फोटो स्क्यान गर्नुपर्ने हुन्छ। 16000 कोरियन वोन अथवा नेपाली 1600 रुपैयाँ तिरेर NBA मा हुने फाइनल सम्मको सबै खेलहरू हेर्न सक्नुहुनेछ। यदि तपाईहरु बाहिर देशमा हुनुहुन्छ र तपाईहरु पुरै खेल हेर्नको लागि नेपाली कति रुपैयाँ तिर्नु पर्ने हुन्छ आफ्नो देश र पैसा कमेन्ट गर्नु होला। मैले भलिबल संघलाई यति मात्रै भन्न चाहन्छु कि हामीले यो खर्च गरेको पैसा सही ठाउँमा लगानी होस्। हाम्रो नेपालमा धेरै जस्तो सानो भाइहरू र गाउँतिर बस्ने भाइहरू एकदमै धेरै हुनुहुन्छ जसले भलिबल खेल हेर्न एकदमै धेरै चाहनु भएको छ। तर कति जनासँग नलेज र पैसा नभएको कारणले गर्दा सायद लाइभ हेर्न पाउनुहुन्न होला। तपाईहरुलाई भलिबल संघको यो डिसिजन कस्तो लाग्यो सबै भाषामा कमेन्ट गर्नु है त। जय नेपाल।